यसरी बसिरहेछ साथीहरू बिचमै परेछ के पुस्किन्न के सो फाइनली साथीहरू ओए त्यो नछोप त्यसलाई सो हे गाइज वेलकम ब्याक टु अ न्यू भिडियो सो स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा सो गाइज आज चाहिँ म क्याम्पिङ भिडियो होइन कुनै अरू भिडियो होइन सो आज चाहिँ म जङ्गलमा आएको छु र जङ्गलमा चाहिँ म आज ट्र्याप बनाउन आएको छु सो गाइज आजको भिडियो चाहिँ बहुत ही रमाइलो र अलग टाइपको हुन्छ सो तपाईँहरूले चाहिँ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र यहाँ चाहिँ म आज खासमा आएको चाहिँ दुम्सी र बँदेलले चाहिँ खेतबारीमा सबै नाश गरेको छ सो तिनीहरूलाई नियन्त्रण गर्नको लागि मैले चाहिँ आज पासो थाप्न आएको छु सो मेरो आजको दुम्सी र बँदेलको पासो के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु सो तपाईँहरूलाई कस्तो लाग्छ मेरो पासोहरू के कसरी बनाउँछु तपाईँहरूले नि हेर्नु होला सो त्यही हो गाइस आज चाहिँ साँझ भइसकेको छ अब यतिको टाइममा चाहिँ यहाँ थाप्ने हामी चाहिँ 3 जना आएको छौँ साथीहरू छन् अब चाहिँ हामीले यहाँ सबै बाटोहरू हेरिसकेका छौँ यहाँ चाहिँ दुम्सी हिँड्ने बाटो सबै मान्छे हिँड्ने यस्तै बाटो छ सो यहाँ पुरै बाटो दुम्सीहरू बँदेलहरू हिँड्ने बाटो छ यहाँ चाहिँ सबै खनेको छ है यो चाहिँ दुम्सीले खनेको हो भन्छन् के अरे सो यहाँ दुम्सीले खनेको सो गाइजहरु चाहिँ आज चाहिँ दुम्सीलाई र बँदेललाई चाहिँ पासो थापिन्छ सो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला सो अब चाहिँ बाटो देखिसकेको छौँ त पासो बनाउन सुरु गर्नेछु सो यी पासोको लागि लट्ठीहरू लिएर नि हिँडिसकेको छ साथीहरूले सो गाइजहरु अब चाहिँ पासो बनाऊँ है त सो गाइजहरु यहाँ चाहिँ बाटो पनि राम्रो देखिसक्यो अब यहाँ चाहिँ बनाउन सुरु गर्नेछु यहाँ चाहिँ 3टा बाटो छ है गाइज यो बाटो एउटा हो यहाँदेखि हिँडेको बाटो जाली लगाएको छ अनि हामीले चाहिँ यहाँ थाप्छौँ होला सायद यताबाट नि आएको छ है यो बाटो पनि राम्रो छ यता नि बाटो छ यता पनि बाटो छ यता पनि छ सो गाइजहरु अब चाहिँ झ्यापझिप यहाँ ट्र्याप थाप्छौँ पासो थाप्छौँ किनकि अँध्यारो भइसक्यो अँध्यारो भन्नुभन्दा अगाडि छिटो थापिहाल्नुपर्छ यहीँ थापौँ कि यहीँ जहाँ चाहिँ अलि साँघुरो छ त्यही थाप्ने के हाम्रो टोलीले चाहिँ अब यहाँ बान्दैछ है साथीहरू चाहिँ हामीले बँदेलको लागि चाहिँ थापिरहेछौँ सो त्यही हो राति पनि भइसक्यो आजको क्याम्पिङ चाहिँ सायद हुन्छ हुँदैन थाहा छैन तर पनि हामीले थापेर चाहिँ जानेछौँ साथीहरू घरतिर जाने हो कि आज क्याम्पिङ नै हुन्छ थाहा छैन त्यो पुरा भिडियोमा तपाईँहरूले देख्न सक्नुहुन्छ पछि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला सो हामीले चाहिँ सो थाप्ने सिस्टम चाहिँ हाम्रो नमिलेको कारणले सो हामीले यतातिर राख्नु पर्ने हुन्थ्यो यो जुन यो नुगाउने लट्ठी चाहिँ यता राख्नु पर्ने हुन्थ्यो तर यता मिलेन र नमिलेको कारणले चाहिँ यता केही पनि छैन र बँदेललाई चाहिँ अलि तान्न नसक्ने भएको कारणले चाहिँ हामीले यता थापिदिएछौँ साथीहरू सो यता बाँधिदिएछौँ त्यहाँ बाँधेपछि चाहिँ हामीले यही बाटोमा थाप्नु पर्ने हुन्छ यहीँदेखि हिँडिरहेछ सो गाउँतिर जाने बाटो चाहिँ यही हो सो यहाँदेखि चाहिँ बँदेलहरू जान्छ दुम्सी बँदेलहरू सो त्यही भएर हामीले यहीँ थापिदिएछौँ सो हेर्दै गर्नु होला राति भइसक्यो यार सीधा kunja maaf deh guys oke Nisuan calak tuh kan buka haple deh olah Kena ada क्या yang kena ada deh महाल्यो लरेछ त लिएर आउनु सो हाम्रो एउटा साथीले चाहिँ बनाउँदैछ साथीहरू सो यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यो ट्रिगर अड्काउनलाई सो यो चाहिँ राख्नुपर्ने हुन्छ दुईटा
खुट्टामा झ्याम्म समात्छ यो चाहिँ। यता चाहिँ बनाइराखेको छ। त्यो खोपेल्टो छ साथीहरू, त्यहाँ चाहिँ खोपेल्टो जुन कि बदल चाहिँ त्यहाँ टेकेर जानुपर्ने हुन्छ। सो टेक्ने बेला चाहिँ सो त्यसले चाहिँ तान्छ। त्यहाँ हामीले अहिले पासो राखिदिन्छौँ यसमा चाहिँ। सो त्यही हो। यता हाम्रो एउटा सोल्टी छ। सो उसले चाहिँ लट्ठी बनाउँदैछ। ल अब उस पानम है। तान त्यता होइन कि सिधा तान न बन्ने हुन्छ साथीहरू। यो चाहिँ नुगाउने हो। यसले चाहिँ सो यो लत्तीलाई चाहिँ तान्नु पर्ने हुन्छ रस्सीलाई। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यसरी हो। अझै नुहाइदियो के बाले, अझै नुहाइदिने क्या यो तार अझै। त्यही राति भइसक्यो साथीहरू। अब यार छिटो थाप्नु पर्ने हुन्छ हामीले चाहिँ। सो गाइस यो चाहिँ हाम्रो मेन रस्सी हो है। त्यो छिराइदेऊ न अलि माथि माथि माथि। यो चाहिँ हाम्रो बँदेललाई भानी दुम्सीलाई भानी समात्ने मेन रस्सी हो। हल्का ढोलो राख, यति ढोलो राख। नै नै अलि यो घुमाउ न, उतिलाई तान्नु न। यसलाई फिक्स पार्नुपर्छ कि। म चाहिँ त्यो 2-3 फन्का घुमाएर गरौँ कि त्यही डल्लो तान्नु तान्नु। अझै एक राउन्ड घुमाऊ अनि यही रस्सीसँग ल्याऊ अनि टिउली बानौँ ल। आउँछ बर्मेदा फसाके मिल्सिरहल्यो। त्यो चाहिँ भोलि हुन्छ यहाँ यस्तो न, बहुत भोलि हुन्छ त्यो। नभए फिक्स भयो हाम्रो यो चाहिँ। त्यो फुस्केर त जाँदै जान्न अब त। यत्रो जालीलाई त कहाँ लिएर हिँड्ला र न, हिँड्दै हिँड्दैन के अरे। हेर यत्रो छोको मैले नै। त्यहाँ चाहिँ पासो चाहिँ त्यसरी थापेर राख्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ हामीले पहिला चाहिँ यसरी थाप्ने हो। त्यो चाहिँ लट्ठीहरू राख्नुपर्ने हुन्छ त्यहाँ साथीहरू। Sorika Hamad Jackson ba? Hamad Action Michael Jackson ba? चाहिँ हाम्रो पासो चाहिँ सेट हुँदैछ साथीहरू। सेट हुँदैछ हाम्रो पासो। यो राखिदिनु पर्ने हुन्छ त्यहाँ सेट गर्नुपर्ने हुन्छ। भयो हो चिप गरौँ। सो हाम्रो चाहिँ देख्न सक्नुहुन्छ उहाँदेखि चाहिँ यता नुकाउँदैछौँ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ लट्ठी चाहिँ सेट हुन्छ त्यहाँदेखि सानो सानो लट्ठीहरू।
नाइट हन्टिङ है हाम्रो यो नाइट ट्र्याप हन्टिङ छोयो भने झुन्छ क्या राख्ने पर्ने हुन्छ हाम्रो त्यो लट्ठी चाहिँ सो त्यहाँ चाहिँ यो बाटो हो त्यो हिँड्ने बाटो हो बाटोबाट हिँड्दा चाहिँ त्यहाँ ठ्याक्क त्यो टेकेको हुन्छ त्यसपछि टेकेपछि यो पासो हाम्रो यहाँ टेक्न सक्नुहुन्छ यहाँ पासो छ यो पासोमा चाहिँ ठ्याक्कै अड्किन्छ सबै छोप्छ यसले चाहिँ Data balik ke orang. Ada fere nu ning mek koleng apa aja. Jalan ngaki ala bar ngap iya cebar ngau de kai. Seriously chan mama mengalang kai. सेट भयो थाप्यौँ सो अब चाहिँ यसलाई ट्याक्क यहाँदेखि रसी छ यो रसी चाहिँ उता पोलमा डाइरेक्ट पोलमा बान्ने छ सो यो तरिकाले थाप्छौँ है हामीले चाहिँ सो हेरौँ के पर्छ ल यसमा उचालौँ पातारो त्यसको माथि चाहिँ हामीले पत्ताहरू राखिदिनु पर्ने हुन्छ साथीहरू सो यो चाहिँ यसरी थाप्नु पर्ने हुन्छ साथीहरू हामीले चाहिँ पत्ती चाहिँ यहाँ राखिदिनु पर्ने हुन्छ यसरी किनकि त्यसले यो चाहिँ नदेखोस् भनेर त्यो राखिदिनु पर्ने हुन्छ हामीले सो त्यो माथि चाहिँ अलिअलि माटो चाहिँ हामीले हालिदिनु पर्ने हुन्छ फेरि पनि किनकि यो देख्यो भने फेरि त्यो यहाँदेखि आउँदैन सो त्यही भएर हामीले राखिदिनु पर्ने हुन्छ पातले चाहिँ यो ढाकेर राख्नुपर्ने हुन्छ हामीले यो पासो चाहिँ ल भएन ल ठिक छ ल भयो पसिना खेल जाले नाको क्या पसिना खेल जाले ल चाहिँ हो त्यसरी राखिदिनु पर्ने हुन्छ लाइट लगेर नआएको चाहिँ हो त्यसरी राखिदिनु पर्ने हुन्छ हामीले सो हामीले चाहिँ त्यहाँ पनि त्यसको खाना चाहिँ राखिदिनु पर्ने हुन्छ त्यहाँ चाहिँ हामीले खाना राखिदिन्छौँ साथीहरू त्यहाँ Ka bang cedama yo lang ulang. Sana ka udah baca cemarang liar. गन्ध हेराले के छना भए भयो होला क्या भयो होला भयो राख्थ्यो सो गाइजहरु फाइनली हामीले चाहिँ यहाँ ट्र्याप बनाउन पासो बनाउने भइसकेको छौं सो गाइजहरु यहाँ चाहिँ हामीले सब्जी पनि राखिसकेको छौं सो यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ थापेछौं यो चाहिँ तार हो सो यो तारले कतिको धान्छ थाहा भएन तर
थाप्न चाहिँ थापिसकेछौँ है। सो गाइज अब चाहिँ अर्को ठाउँमा पनि थाप्छौँ। ल ल ल सामान राख। सो गाइज यहाँ चाहिँ हामीले थाप्यौँ। फेरि अर्को यो दुम्सीको लागि। सो हेरौँ कहाँ पर्छ कि पर्दैन। यहाँदेखि रबर आछ ठ्याक्क यहाँदेखि हिँड्ने बाटो छ है यसको, यहाँदेखि उतातिर जाने। सो गाइज हामीले दुम्सीलाई बँदेललाई पनि थापिसक्यौँ। सो अब चाहिँ यहाँदेखि लाग्नुपर्ने हुन्छ किनकि यहाँ 7 बजिसक्यो। सो अब चाहिँ यहाँदेखि लाग्नुपर्ने हुन्छ घरतिर। सो अहिले राति आएर चाहिँ हेर्छौँ यसलाई। दुम्सीको लागि थाप्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ अब सब हामीले सेट गरिसकेछौँ। यहाँबाट चाहिँ दुम्सी बँदेलहरू छिर्छ, जे पऱ्यो नि परोस्। सो अहिले चाहिँ थापौँ यसलाई। चल्ला नझेर न आँखु आँखु तो के टेंशन छ लास्टै पर फाल्छ के अरे त्यही आयो भने कम दुख्छ मलाई। सो गाइज यहाँ चाहिँ हामीले मजाले थाप्यौँ। यो चाहिँ मेन हिँड्ने बाटो हो दुम्सी र बँदेलको। सो जुन अगाडि आउँछ त्यही पर्छ। सो यहाँ चाहिँ हामीले ट्रिगर यो तरिकाले राख्छौँ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यो तरिकाले चाहिँ दुम्सी र बँदेल पर्छ है, घाँटीमा कि पेटमा। यो रसी, यो बिचको रसी छ नि, यसलाई अलि बेसी टच गर्ने हो भने त्यसलाई टच हुने बित्तिकै यो माथि जान्छ। सो तार चाहिँ हाम्रो यत्रो ठुलो छ बाइकको ब्रेकको तार। सो हाम्रो ट्र्याप चाहिँ हाम्रो 500 चाहिँ कम्प्लिट भइसकेको छ। सो हेरौँ अब के पर्छ है त। सो साथीहरू टेन्सन छ डुम्म डाउको नि है। सो फाइनली साथीहरू ओए त्यो नछो भाइ त्यसलाई यो तिर यसले यहाँ अड्काउने हो कि त्यसलाई लाग्दै हेर र हानेको त्यत्रो लो ढुङ्गा साथीहरू। ल ए यसरी बसिरहेछ साथीहरू, बिचमै परेछ कि पुस्किन्न के बसिरहेछ साथीहरू।